नमस्ते टस्तिले फ्यापुल्ला सम्पूर्ण मेरो फेसबुक इन्स्टा अनि युट्युबको साथीहरूलाई त आज म जाँदैछु छ्यागर रोड पूजा गर्नुलाई। त्यो भएर बिहान बिहानै मलाई निक्लिनु पऱ्यो किनकि म आज बमदिला जान्छु। त त्यो भएर म अनफ्रेस छु, म पनि राम्रोसँग धुएको छैन, मैले ब्रस पनि गरेन। त त्यहीँ गएर अलिकति म ब्रस सर्च गर्छु अनि म पुन्जी लाउँछु। त त्यहाँ एउटा भाइको पूजा गर्नुपर्ने थियो, अस्तिदेखि नै अब भयो 6-7 महिना भइसक्यो भनिरहेको थियो। त मलाई समय नपाएर आज चाहिँ मैले एउटा समय निकालेको छ। अनि सुन्नमा आएको रोड बहुत खराब छ, त्यो भएर मैले मेरो गाडी ल्याउँदैन, म उनकै गाडीमा जान्छु। यो गाडी चाहिँ उनको हो किनकि यो अफरोड रास्तामा हिँड्नेको गाडीको हालत अलिकति कन्डिसनै अलिकति नराम्रो हुँदो रहेछ भनेपछि अनि डर लाग्यो कि मैले गाडीको ब्रेक कस्तो छ, राम्रो छ कि छैन भनेर सोधेको। त एकदम बढिया छ किनकि सबसे इम्पोर्टेन्ट त हामीले ब्रेकलाई ध्यान दिनुपर्छ। अनि गाडी चाहिँ एकदम साउन्ड गर्ने कि खटखट गर्ने रहेछ। त्यो भएर मलाई अलिक डर पनि लाग्यो। तर उसले भन्छ केही डराउनेको बात छैन दाइ, म त हिँडिरहन्छु यो गाडीमा भने। ल आज म मेरो आफ्नो गाडी छोडेर म उसको गाडीमा जान्छु। त्यो भएर उहाँहरू चाहिँ मतलब ग्रेपमा सन्त्री मतलब चौकीदार रहेछ। अनि त्यो भएर त्यो जग्गा चाहिँ लुफूहरूको जग्गाहरू हो, अब पवित्र जग्गाहरू हो। सायद यिनीहरूले गन्दा गरिदियो होला, त्यो भएर मेडिकल बहुत इलाज गर्यो, गुवाहाटीसम्म पुग्यो, कहाँ पुग्यो, यो पुग्यो ऊ पुग्यो, दाइ मलाई राम्रो भएन, म बहुत पुजारीसँग गयो भन्छ। अब वैसे त मैले गरेर राम्रो हुन्छ भनेर कोही ग्यारेन्टी छैन, जज भएको हो, दुवा गर्छु भगवान्लाई राम्रो होस् भनेर। त्यो भएर माया लाग्यो बिचरा एउटा ग्रेपमा काम गर्ने मान्छे। सानोमा हामी पनि ग्रेपकै नमक खाएर ग्रेपकै रास्तामा हुर्केको मान्छे, ग्रेपकै यो टिनको त्यो तारकोलको टिनको घरमा हुर्केको मान्छे। त्यो भएर माया लाग्यो अनि मलाई चलो हुन्छ म जान्छु भनेर मैले एउटा समय निकालेर अब म जाँदैछु। हेरौँ रास्ता कस्तो रहेछ। छ्यागर रोड हो, पहिला त ग्रेपले मेन्टेन गर्थ्यो, अहिले त भन्छ कि अब 6 साल भइसक्यो ग्रेप छैन, अहिले सिर्फ उनीहरू चौकीदार मात्रै छ भनेपछि त अब रास्ताको हालत त पक्कै खराब होला। त ओके, अब सुट्टै अब हामी निक्लिन्छौँ। त भाइ आउँदैछ, ल भाइ अब हिँड्नुपर्छ। अनि हामी निक्ल्यो। हेर्नुहोस् रोड चाहिँ यस्तो रहेछ। यो टाटा गर्ने चाहिँ गाडीको साउन्ड यति डेन्जर साउन्ड, मतलब डरै लाग्यो कि म त नाक तलतिर पो झार्छ कि भनेर कि। तर ब्रेक ठिकै रहेछ, चलिरहेको थियो, ओके थियो। यहाँ चाहिँ रोड पनि खराब रहेछ, एउटा सानो झर्ना रहेछ, गाडी उठ्दै उठेन, जस्तो तस्तो उठायो गरेर। तर मारुति कम्पनीको गाडी भएर मात्रै बचेको, नै त अरू हो खतम। खतरा रोड, झर्ना पानी थियो। अनि यहाँबाट एउटा फेरि यस्तो टाइपको एउटा रास्ता भेट्यो। अनि आउँदा आउँदै याकहरू पनि भेट्यो। त्यहाँबाट भाइले दुध लियो, त्यहाँबाट लुको पूजा गर्नुको लागि। अनि फेरि त्यहाँबाट हिँड्यो है हामी, गयो यहाँ। अनि हामीले कालिज भेट्यो। कालिज मतलब कुखुरा, जङ्गली कुखुरा भेट्यो। कति बढिया थियो, वाह मजा आयो देखेर। गुराँस फुल साथमा, रास्तामा त पुरा झारपात कटाकट गर्दै हामी पुग्यो आफ्नो मन्जिल। त्यहाँ एउटा कुकुरको बच्चा भेट्यो, सानो, कति प्यारा, यताउता खेल्नु थाल्यो। हामीलाई देखेर राम्रो लाग्यो। त्यहाँबाट फेरि हाम्रो ढिँडो बनाउनु सुरु गर्यो। सान ढिँडो तोर्मा बनाउनुलाई सानो लुसु बनाउनु पर्यो नि त। अनि लुसु बनाएपछि चाहिँ फेरि हामीले पुरा तयार गरेपछि, फन्सन पुरा तयार गरेपछि त्यहाँबाट पूजा सुरु गर्यो। गर्दा मैले सबैलाई मन्साएपछि काँप्यो मेरो जिउ। त्यहाँबाट काँपेपछि मैले पूजा गरेपछि बिमारीलाई मैले माफ मागिदियो। माफ मागेपछि फेरि हामी जहाँ लुको पानी थियो त्यहाँ गयो। लु पानी त्यहाँ गएर पुरा साङसर्केम गरेर पुरा बिमारीलाई फेरि ढोकढाक गर्नुको लागि भनेर उनले ढोग्यो। अनि साङ लगाएर है हाम्रो पूजा खत्तम भयो। अनि फर्किँदाखेरि रोडमा गुराँसको फुल देख्यो, बहुत बढिया थियो। आजको जर्नी अलिकति डेन्जर थियो, यति डेन्जर। दुआ गर्छु मैले पूजा गरेको यो भाइ राम्रो होस्, अनि म पनि खुस, ऊ पनि खुस। ओके, थ्याङ्क यू, बाई बाई। क्या बढिया रास्ता, क्या डेन्जर रास्ता।
अबदेखि चाहिँ यस्तो डेन्जर रास्तामा जानुको लागि चाहिँ सोच्नुपर्छ है। यसपालि जसो गएर आयो, केही छैन। बाई बाई।